नमस्कार। यो मैले भिडियो रसियाको भ्लादिमिर भन्ने प्रोभिन्समा लिएको हो। मस्कोबाट श्रुया जाने क्रममा बाटोमा पर्ने यो अ, अत्यन्तै मनमोहक र अत्यन्तै बढी कम्पनी फ्याक्ट्रीहरूले भरिपूर्ण यो सहर अ, धेरैभन्दा धेरै विदेशी कामदारहरू खपत हुने सहरको रूपमा परिचित छ। तर भ्लादिमिर श्रुया लगायतका ठाउँहरू भने युक्रेन र रसियाको जुन युद्ध भइरहेको छ त्यसको पटक पटक तपाईँको एसएमएस आउने फोनमा र त्यसको ड्रोनहरूको अवशेषहरू आउने भन्ने कुराहरू चाहिँ बढीभन्दा बढी त्यहाँ देखिन्छ। प्रत्येक मिनेट लगभग एउटा एसएमएस त्यस्तै द्वन्द्वसँग सम्बन्धित आउने गर्छ र पनि यहाँ अत्यन्तै बढी भारतीय मूलका कामदारहरू र बङ्गलादेशी कामदारहरू यस क्षेत्रमा काम गरेको देखिन्छ। यहाँ जति पनि यही ठुल्ठुला घरहरू देखिएको छ यो सबै फ्याक्ट्रीहरू हुन्। यहाँ सबैभन्दा बढी वेयर हाउसको कामहरू हुन्छ। यहाँबाट विभिन्न देशहरूमा विभिन्न युरोपीय क्षेत्रहरूमा सामान आयात निर्यात र डेलिभरी गर्ने कामहरू गरिन्छ। यस क्षेत्र मस्कोभन्दा लगभग 300 किलोमिटर दूरीमा पर्छ र यो सम्भवतः मस्कोको सबैभन्दा नजिकको दोस्रो छिमेकी सहरको रूपमा पनि परिचित छ र जतासुकै हिमैले ढाकिएको यस क्षेत्र अत्यन्तै चिसो मध्येको एक ठाउँ पनि मानिन्छ। बसबाट सामान्यतया 4 देखि 5 घन्टामा पुग्ने यस क्षेत्रमा हिउँको कारणले अहिलेको समयमा भने 8 देखि 10 घन्टासम्म पनि लाग्न सक्छ। नेपालीहरूको लागि यो क्षेत्र पनि काम गर्नको लागि अत्यन्तै बढी रोजगार पाउने ठाउँको रूपमा परिचित छ। आउनुहोस् कुनै दिन यहाँ हामी पनि मिलेर काम गरौँ। धन्यवाद।